गाइस आज चाहिँ हामी पोर्क मोमो खान लागेको छौँ। यो चाहिँ अस्ति नै लिएर यो खरेर आएको थियौँ नि त मासु, त्यही भएर अलिअलि सानो सानो बनाएर मिक्स गर्ने इस्कुससँग। हाम्रो चाहिँ अब मोमो बनाउनको लागि तयारी हुँदैछ। यो चाहिँ सुँगुरको स्पेसल सुँगुरको मासु हो। म चाहिँ काटेको सुँगुरको मासु। अब यो मम्मा बनाएर मम्मा हो, यहाँ पनि तयारी हुँदैछ भव्य रूपमा। होस्टेल मेड मम्मा यो चाहिँ। हाम्रो चाहिँ पोर्कको किमा मोमोको किमा रेडी भयो। मैदा पनि बेलिसक्यो। हाम्रो बेल्ने चाहिँ खतरा छ, भाँडा पनि बेल्ने पनि खतरा छ। हाम्रो मनिषाले चाहिँ यहाँ डरो बेलिरहेको छ। रोटी पनि मेरो चाहिँ खतरा। हाम्रो चाहिँ चुल्हा पनि यस्तो छ, के गर्नु। अनि मोमोको मोक्टो पनि छैन धेरै, त्यही भएर कराईमै बसाएको छौँ। अनि एउटा मोक्टो छ, यो मोमो भइहाल्यो। अनि छोप्ने पनि नभएर थाल्दै छोपिरहेको छौँ बिचरा हामी त। यो चाहिँ हाम्रो अचार, यो चाहिँ खेल्ने सिउरी भेन्टाको अचार। अनि यसमा धनियाँ मिक्स गरेको। ला अँध्यारो पो भयो, खाऊ न। शब्द छैन है। कस्तो बर्बाद गर्यो गजैलाई। अब सङ्गत गुनाको फल त हुनु पर्यो नि। सङ्गत गुनाको फल हुनु पर्यो नि त। मिठो रहेछ, मिठो रहेछ।